कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित यो हो बोडीगङ्गा गाउँपालिका। प्रदेशकै केन्द्रीय राजधानी विराटनगरसँग सीमा जोडिएकोले पनि यो गाउँपालिकाले विशेष महत्त्व राखेको छ। औद्योगिक ग्राम अर्थात् मोरङ सुनसरी करिडोर क्षेत्रका रूपमा प्रख्यात यहाँका झन्डै 600 उद्योग मध्ये 300 उद्योग यही गाउँपालिकामा सञ्चालनमा छन्। विक्रम सम्वत 2072 सालमा स्थानीय तहको पुनर्संरचना गरिँदा साबिकको टङ्की सिनबारी, हात्तीमुढा, सिसवनी, बडराहा र डङ्ग्राहा गाउँपालिकालाई एकीकृत गरी बोडीगङ्गा गाउँपालिका बनाइएको हो। पूर्वमा ग्रामथान, पश्चिममा सुनसरी जिल्ला र उत्तरमा सुनसरीको बोडी खोला तथा सुन्दर हरैचा र दक्षिणमा विराटनगर महानगरपालिकासँग यसको सीमा जोडिएको छ। घर दैलोमै सहज सेवा प्रवाह गर्न तथा आन्तरिक प्रशासन कार्य र सेवा प्रवाहलाई सुगम र सहज बनाउन यो पालिकालाई 7वटा वडामा विभाजन गरिएको छ। 2079 सालको स्थानीय तहको निर्वाचनमा बोडीगङ्गा गाउँपालिकाको अध्यक्षमा जब जित नारायण थापा मगर निर्वाचित भए, त्यसपछिका दिनमा यहाँको विकासले द्रुत गति लिएको छ। कुनै बेला हिला र धुले सडक अहिले दोहोरो मोटर गुड्ने सडकमा परिणत भएका छन्। सडक सञ्जालको विस्तारले यहाँको आर्थिक गतिविधि चलायमान छ। आफ्नो कार्यकालभित्र पालिका क्षेत्रभित्रका मुख्य सडकलाई कालोपत्रे निर्माण गर्ने प्रण लिएर नेतृत्व सम्हालेका अध्यक्ष थापा मगरले पछिल्लो 4 वर्षमा 11 किलोमिटर कालोपत्रे, 35 किलोमिटर ग्राभेल सडक निर्माण गरिसकेका छन्। सङ्घ र प्रदेशको लगानीमा थप 40 किलोमिटर भन्दा बढी लामा सडक कालोपत्रे भइसकेको छ। अध्यक्ष थापाले सङ्घ र प्रदेशसँग समन्वय गरी यी सडकहरू निर्माण गरेका हुन्। यहाँका प्रमुख सडकहरू लगभग कालोपत्रे भइसकेको छ भने सहायक सडकहरू पालिकाकै अग्रसरतामा निर्माण भइरहेका हुन्। 25 किलोमिटर पक्की नाला सहित रिटेनिङ वाल, 25वटा कल्भर्टको निर्माण तथा मर्मत, विद्यालय तथा समुदायतर्फ 112वटा भवन, 13वटा चौतारा तथा विश्राम स्थल र 4वटा ओपन जिम निर्माण भई सञ्चालनमा आइसकेको छ। कतिपय विश्राम स्थलहरू अपाङ्ग मैत्री छन्। पालिकाभित्र भइरहेको विकासलाई स्थानीयहरूले कसरी हेरेका छन्, यो कार्यबाट कति सन्तुष्ट छन् त स्थानीयहरूको प्रतिक्रिया सुनौ। पहिलेकोमा र अहिलेकोमा धेरै फरक छ। रोडहरू पनि राम्ररी बनेको छ। के अरे पहिला धुवा धुलोहरू हुन्थ्यो, के अरे ग्राभेल रोडमा पुरा ढुङ्गा यत्रो अहिले पिचहरू बनाइदिनु भएको छ। शिक्षाकोमा चाहिँ
अझै अब भन्नुपर्दा भने अझै अलिकति पनि अब फरक त ल्याउनु पर्छ। विकासहरू अब जस्तो अब जुन बोलिराख्नु भएको छ, जुन अब मान्छेहरू गरिबहरू हुन्छन् त्यो अलिक फ्रीमा गरिदिनुपर्छ पढाइसढाइहरू पढ्नको लागि। अनि अब स्वास्थ्यमा पनि हुन्छ नि, जुन अब अहिले हस्पिटलमा हामी हेर्नुपर्छ नि, हस्पिटलमा जानुपर्छ, पुरा मान्छेहरू त्यत्तिकै पहिला पैसा तिर्ने अनि मात्र के अरे स्वास्थ्यको हेरचाह गर्ने। अब त्यस्तो अब पहिला के अरे उसलाई पेसेन्टलाई हेर्नुपर्छ अनि मात्र पैसा तिर्ने, क्या त्यस्तो बनाउनुपर्छ हामीले। गाउँमा पिच बनाऊ, राम्रो लाग्यो, त्यसैले खुसी भएछु। काम त राम्रो गरिरहेको छ। अब गाउँमा विकास चाहियो, अझै तिनवटा बल भएको त्यो बत्ती चाहियो हामीलाई, गाउँमा सिसी क्यामेरा चाहियो, बाटोघाटो पुग्यो। तपाईँको अहिले हाम्रो पिचहरू बनिसक्यो चारैतिर, तपाईँको चौतारा पनि दिनुभयो नगरपालिकाबाट, अनि खानेपानी पनि आइसकेको छ। अनि हाम्रो माग के छ भनेदेखि यो पुलहरू साँकडो भयो, यो पुलहरूको चाहिँ अलिकति चौडाइ बनाइदिनु पर्यो। विकासको लागि त अहिलेसम्म ठिकै छ। अब आउँछ अगाडि अब के हुन्छ होइन, कस्तो खालको माग हुन्छ अन्त हेर्दै जाउँ। साइकलसम्म गुड्न नसक्ने यहाँका सडकमा अहिले ठुला तथा साना सवारी साधन सरर गुड्न सक्ने अवस्थामा पुगेको छ। 5 दिन लगातार भ्रमण गरेर पनि बोडीगङ्गाको क्षेत्र पुग्न नसक्ने यहाँका सडकबाट अहिले 30 मिनेटमै सबै गन्तव्य सहजै पुग्न सकिन्छ। यो विकासको ठुलो उपलब्धि हो। लामो समयदेखि जीर्ण रहेको टङ्की सिनबारी चौकदेखि पूर्व भूपेन्द्र राईको घरसम्मको सडकलाई दुवैतर्फ नाला सहित कालोपत्रे निर्माण गरिएको छ। 1200 मिटर दूरी रहेको यो सडक निर्माण गर्न पालिकाले 3 करोड रुपियाँ खर्च गरेको थियो। यस्तै टङ्की चौकदेखि पश्चिम सुकमाहा बाइपास सडकमा नाला रिटेनिङ वाल सहित कालोपत्रे सडक निर्माण गर्न 1 करोड 86 लाख रुपियाँ खर्च गरिँदैछ। यो सडक निर्माणको चरणमा छ। यसरी नाला सहित कालोपत्रे निर्माण भएका सडकहरूमा टङ्की चौकदेखि मिलन चौकसम्मको 600 मिटर सडक 70 लाख रुपियाँमा, गङ्गा चौकदेखि पश्चिम बाइपास सडक 1 करोड रुपियाँमा, टङ्की चौकदेखि विराट मेडिकल कलेज बाइपास ऋषिदेव मन्दिर हुँदै सडक 3 करोड रुपियाँमा, बाँसबारीदेखि बाइपास पश्चिम सडक 1 करोड रुपियाँमा, गोकुवा चौकदेखि नहर हुँदै पुष्पलाल चौकसम्मको सडक निर्माणमा 1 करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको छ। त्यस्तै नेमुवा चौकदेखि पूर्वा सरस्वती स्कुलको बाटो सम्मको सडक 70 लाख रुपियाँमा, नेमुवा चौकदेखि गछिया पुष्पलाल चौकसम्मको सडक निर्माण गरिएको छ। अध्यक्ष जित नारायण थापा मगरले यो 4 वर्षको अवधिमा सडक कालोपत्रे, ग्राभेल सडकको स्तर उन्नति, रिटेनिङ वाल, नाला र 100 वटा मठ मन्दिरको निर्माण तथा जीर्णोद्धारमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो। पूर्वाधारका धेरै कामहरू गऱ्यौँ। म हिजो जहिले पनि मैले भन्ने गरेको छु, टङ्कीबाट डङ्गरा पुग्दा, कमलपुर पुग्दा 2 घन्टा 2.5 घन्टा लाग्थ्यो। अहिले सरल पिच छ। तपाईँको अझ भन्यो भने 12 फिटको बाटो थियो, मैले 50 फिटको बाटो तपाईँले गर्नुहुन्छ भने म उधारो पनि काम गर्छु भनेर मैले उधारो कामहरू पनि मेरो साथीभाइ टन्नै छ, उधारो पनि काम गरिरहेको छु। र अहिले तपाईँ जुरे धामी भन्ने ठाउँमा त झन् त्यहाँ एउटा ठुलो थान पनि छ, जङ्गल जस्तो छ। बाटामा पनि यति धेरै जङ्गल थियो, एउटा गाडी अर्को गाडी क्रस गर्न सक्थेन। आज त्यो गाडीहरू 40-50 फिटको बाटो बनेर क्रस भएर पिछे गरिदिएको छु। एक दिनमा 40 वटा पोल
गाडेका छौँ। मान्छेले के भन्थ्यो भने आजै यसले बिजुली बाल्न सक्छ, यो गफ दियो भनेर यो अध्यक्षले भनेर भन्थ्यो। अब जस्तै अहिले हामीले पार्क पनि बनाएको छौँ। 21 करोडको पार्क हाम्रो बन्दैछ। अहिले तपाईँको प्रत्येक वार्षिक पैसा मैले लगाइदिइरहेको छु। पहिलो सुरु 3 करोड लगाएँ, योपल्ट 3 करोड रुपियाँ लगाएर पार्क बन्दैछ। यहीपल्ट ओपनिङ पनि गर्छौँ। योपल्ट पैसा 3 करोड रुपियाँ त फेरि यो जेएनजी आन्दोलनले गर्दा फर्केर पनि गयो। र बाटोघाटो आज कालोपत्रे पनि यति भए अहिले एउटा वाडा अध्यक्षलाई 1 करोड रुपियाँ दिँदै गरेर तपाईँले घरै अगाडि पोत्नुहुन्छ भने पोत्नुहोस्, तर वाडामा पोत्नुहोस्। तपाईँको कहाँ पोत्नुहुन्छ तपाईँको इच्छा भनेर उहाँहरूले 1 करोडमा 700 मिटर कामहरू आज कन्टिन्यू गर्दैछ। आज त्यो भएर पनि बुढीगङ्गामा धेरै कामहरू भएको अवस्थाहरू पनि छ कालोपत्र होइन। र अहिले सानो बाटो हामीले ब्लक लगाइरहेको छौँ। त्यो ब्लक पनि धेरै प्रभावकारी छ, हेर्दा पनि चिटिक्क परेको छ, राम्रो कामहरू भइरहेको अवस्थाहरू पनि छ। आज 4 वर्षको दरमियानमा मलाई लाग्छ बुढीगङ्गाले धेरै कामहरू गरिरहेको अवस्था छ। शिक्षामा, स्वास्थ्यमा, पूर्वाधारहरूमा धेरै कामहरू भएको छ। र शिक्षामा भन्ने हो भने अहिले 7वटा स्कुललाई मर्ज गरेर एउटा अहिले 16वटा स्कुलमा हामीले ल्याएको छौँ। र 16वटा स्कुलमा कुनै स्कुलमा विषयगत टिचरहरू पनि थिएन, आज विषयगत टिचरहरू ल्याएको छौँ। हिजो निल खाइरहेको स्कुलहरू आज धेरै राम्रो भएको छ। एउटा स्कुल मात्र होइन, र एउटा नमुनाको रूपमा हामीले बुढीगङ्गालाई पनि बुढीगङ्गाको टङ्की सिनवाडीमा नरगाम स्कुललाई लिएको छौँ। हिजो तपाईँको एउटा स्कुलमा 700-800 बच्चा थियो भने आज बुढीगङ्गाको त्यो स्कुलमा जम्मा 2100 बच्चा आइसकेका छ। लक्ष्मी माविमा 300 बच्चा थियो, आज 600-700 बच्चा भएको छ। सरस्वतीमा 300 जना थियो, त्यहाँ पनि 600-700 बच्चा भएको छ। तपाईँको यहाँ 170-80 थियो, आज त्यहाँ 400 भएको छ नारायण माविहरूमा होइन। समग्र टोटल स्कुलमा बच्चा अहिले निकै धेरै भएको छ। त्यो एउटै कुरा के हो भने शिक्षालाई राम्रो गर्नुपर्छ भनेर अहिले पूर्वाधारहरू राखेर अहिले प्रत्येकमा सीसी क्यामेराहरू जडान गरेको छ प्रत्येक स्कुलमा। र बच्चाहरूलाई पनि मन्टेश्वरीबाट पढाउने हामीले गरेका छौँ। इङ्ग्लिस मिडियमबाट चालु पनि हामीले गरेका छौँ। त्यो भएर अहिले शिक्षामा धेरै कुराहरूलाई हामीले अगाडि लिएर गएको छौँ। र शिक्षामा अझ भन्ने हो भने हामीले खेलकुदको माध्यमबाट पनि अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जस्तै दलितका बच्चाहरू स्कुल गइरहेको थिएन, अहिले दलितका बच्चा 500-600 दलितका बच्चालाई हामीले अहिले कुलतमा पनि फसिरहेको अवस्थाहरू थियो। आज त्यो बच्चाहरूलाई एडमिसन गर्नलाई यहाँ रिक्की अन्तर्राष्ट्रिय कोच हो, उहाँलाई हामीले भन्यौँ यसरी हामीले यो बच्चाहरूको भविष्य बर्बाद हुन्छ, तपाईँले यो बच्चाहरूलाई एडमिसन पनि गराउनु र मार्सल आर्ट पनि सिकाउनु भनेर हामीले कामहरू गरिरहेका छौँ। र त्यो भएर अहिले त्यहाँ हाम्रो ऋषिदेव परिवारहरूको बच्चाहरू पनि ब्राउन बेल्टसम्म पुगिसकेको अवस्थाहरू छ र पढाइमा पनि अब्बलहरू छ भएको अवस्था छ। अब स्वास्थ्यमा भन्नुहुन्छ भने हामीले अहिले 2टा अस्पताल चलाइरहेको अवस्था छ। 2टा अस्पताल चलाउँदा हामीले 16-17वटा हामीसँग डाक्टर छ, डेन्टलको पनि डाक्टर छ। अब फेरि अर्को भवन ओपनिङ गर्दैछु, त्यो भवनमा हामीले आँखाको पनि जाँच डाक्टरहरू राख्ने कुरो भएको छ। र हाम्रो नेपालमा पहिलो होला गाउँपालिका। अस्ति युरोपबाट पनि आएका साथीभाइले मलाई भेट्न आएर यो त युरोपका काम तपाईँले यहाँ गर्दै हुनुहुन्छ भनेर पनि भन्यो। र अहिले हामीसँग धेरै गाइनो डाक्टरहरू छ, फिजिसियन डाक्टरहरू छ होइन, डेन्टलको डाक्टरहरू छ। सम्पूर्ण कामहरू अहिले भइरहेछ र गरिबले त्यहाँ निःशुल्कमा पनि औषधिहरू पाइरहेको अवस्थाहरू छ। बुढीगङ्गाले 96वटा औषधि जुन केन्द्रबाट आएका औषधिहरू त दिए, तर विराट के भन्छ बुढीगङ्गाले पनि तपाईँको 96वटा औषधि फ्रीमा हामीले दिइरहेको छौँ। आज वाडामा हिजो 1 जना मान्छे पुग्थेन, अहिले वाडामा पनि चाप बढिरहेको छ। र यो टङ्की सिनवाडी बाँसबारीको अस्पतालमा त अझ भन्नुहुन्छ भने 400-500 जना पर डे तपाईँको पेसेन्टहरू आइरहेको अवस्था छ। गाउँपालिकाले सबै पूर्वाधार लगायत विविध क्षेत्रमा हालसम्म 80 करोड रुपियाँ भन्दा बढी खर्च गरिसकेको छ। लामो समयसम्म सडक निर्माण हुन नसक्दा ग्रामीण क्षेत्रका जनतालाई यति बेला सहजता ल्याएको, दूरी छोट्याएको कल्भर्ट निर्माणले
डुबानको समस्या क्रमशः समाधान हुँदै गएको, माटो र बाढीले कटानबाट क्षति न्यून हुँदै गएको छ। पूर्वाधार निर्माणको अभियान तीव्र सञ्चालन गरेको पालिकाले पालिका क्षेत्रभित्र सौन्दर्यकरण तथा पार्क निर्माणको कार्यलाई पनि अघि बढाएको छ। वडा नम्बर 1 स्थित सिङ्घिया खोला किनारमा अघिल्लो आर्थिक वर्ष 2081 देखि नै कार्य प्रारम्भ गरेको हो। पिकनिक स्पटका रूपमा विकास गर्ने लक्ष्य लिएको पार्कभित्र चिल्ड्रेन पार्क पारिवारिक घुमघामको लागि उपयोगी बन्नेछ। नरग्राम माध्यमिक विद्यालयको स्वामित्वमा रहेको पार्कको जग्गा 30 वर्षको लागि लिजमा लिएको हो। पार्कभित्र फुड कोर्ट, कम्पाउन्ड वाल, गेट, प्रतीक्षालय, 5 स्थानमा हट निर्माण भइसकेका छन्। क्रमागत निर्माण गरिने यो पार्कको निर्माणपछि यो क्षेत्रमा आन्तरिक पर्यटकलाई भित्र्याउने लक्ष्य लिएको छ। सिङ्घिया नदीको किनारमा निर्माण भएकोले यहाँको हरियाली वातावरणले पर्यटकलाई लोभ्याउने प्रश्न छ। यस्तै स्थानीय भाषा संस्कृतिको पहिचान झल्क्याउने गरी कुनै पनि चाड र पर्व उत्सवलाई एउटै थलोबाट आयोजना गर्ने उद्देश्यले सामुदायिक भवन पनि निर्माण गरिएको छ। विपन्न तथा ग्रामीण बस्तीका परिवारलाई खर्च गरेर पार्टी प्यालेसमा विवाह तथा अन्य सांस्कृतिक पर्व र उत्सव गर्नुपर्ने झन्झटको अन्त्य भएको छ। महिलालाई उद्यमशील बनाउने कार्यलाई पनि तीव्रता दिएको बोडेगङ्गा गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी घसदारले बताउनुभयो। दिदीबहिनीहरूले तालिम लिएर सशक्त चाहिँ कतिपय दिदीबहिनीहरूले भएको छ, अझै बाँकी छ। किनभने अब हामीले जति महिला दिदीबहिनीहरू छन्, जति अब त्यहाँ चाहिँ दिनुपर्नेमा त्यति पर्याप्त मात्रामा हामीले दिएको अवस्थाहरू छैन। किनभने हामीसँग सीमित अब बजेट, हरेक क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने हुन्छ, बजेट दिनुपर्ने हुन्छ। त्यसको क्रममा पनि हामीले अब सीमित कार्यक्रमहरूलाई राखेर अब त्यो चाहिँ महिला दिदीबहिनीहरूलाई दिएका छौँ। अब बिउ पुँजीको रूपमा पनि हामीले कार्यक्रम राखेका छौँ। तथापि पनि अब बिउ पुँजी दिदीबहिनीहरूलाई लिन चाहिँ कतिजना अब पालिकामा होइन सम्पर्कमा आउनु भएको छ, लिनु भएको छ, कतिजना आउनु भएको छैन, व्यवसाय गरिराख्नु भएको छ होइन। अब उहाँहरूलाई पनि हामी कुनै पनि कार्यक्रममा जाँदाखेरि तपाईँहरू आउनुहोस्, बिउ पुँजी तपाईँहरू अब व्यवसायिक उद्यमी बन्नुपर्छ, तपाईँहरूले उद्यमी बनेर आफ्नो जीविकोपार्जन गर्नको लागि धेरै सपोर्ट सहयोग हुन्छ होइन। त्यसरी पनि हामीले आह्वान गरेका छौँ र चाहिँ निरन्तर रूपमा अब चाहिँ हाम्रो यो कार्यक्रमहरू, तालिमहरू हामीले धेरै त होइन अब सीमित मात्रामा हामीले गराइरहेका छौँ। तथापि पनि जति गर्नुपर्नेमा महिलाहरूको क्षेत्रमा होइन, बालबालिकाको क्षेत्रमा, ज्येष्ठ नागरिकहरूको क्षेत्रमा यो चाहिँ काम गर्नको लागि जति अब मन हुँदै पनि हामीले स्रोत साधन र अब चाहिँ भनौँ न एउटा चाहिँ साथ सहयोग अब नपाउँदाखेरि अब भनौँ न यहाँको अब अध्यक्षज्यू लगायत प्रमुख व्यक्तिहरूसँग साथ सहयोग र कर्मचारीहरूको पनि त्यस्तै अब आउने जाने क्रम अब एकजना अब आएपछि 6 महिनामा अब प्रमुख प्रशासकीय अधिकारी जानुहुन्छ। अब उहाँलाई आउनुहुन्छ सिक्नैलाई, उहाँलाई चाहिँ 1-2 महिना अब त्यहाँको वस्तुस्थिति बुझ्नलाई टाइम लाग्छ। त्यसोले गर्दाखेरि अलिकति साथ सहयोग सपोर्ट नपाएर पनि हामीले धेरै कामहरू चाहिँ महिलाको क्षेत्रमा होइन, बालबालिकाको क्षेत्रमा हामीले चाहिँ गर्न पाएका छैनौँ। तर जति सन्तुष्ट हुनुपर्नेमा होइन, अब एउटा महिलाको क्षेत्रमा गर्नुपर्ने भूमिकाहरू, कामहरू होइन, सशक्तिकरणका कुराहरूमा त्यति पर्याप्त मात्रामा हामीले त्यो सेवा
चाहिँ दिएको अवस्था छैन। सडक निर्माणसँगै बोडीगङ्गा गाउँपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गरेको छ। शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी गुणस्तर वृद्धि गर्दै आकर्षक र लोभ लाग्दो पारेको छ। आफ्नै लगानीमा पालिकाले वडा नम्बर 3 मा बोडीगङ्गा अस्पताल सञ्चालनमा ल्याएको छ। जुन देशका कुनै पालिकाले यस्तो सेवा उपलब्ध गराएको छैन। पालिकाभित्र सञ्चालन आउने आधारभूत स्वास्थ्य संस्थालाई स्तर वृद्धि गरी 2वटा वडामा अस्पताल निर्माण गरेको हो। अर्को वडा नम्बर 6 स्थित सुक्चरमा यस्तै प्रकृतिको अस्पताल सञ्चालनमा छ। यो अस्पताल भने सङ्घीय सरकारको लगानीमा निर्माण भएको हो। दुवै अस्पताल 10 शय्याको छ। वडा नम्बर 3 मा सञ्चालनमा रहेको बोडीगङ्गा अस्पतालमा ल्याब, एक्सरे, अल्ट्रासाउन्डको सुविधा छ। यस्तै एमडी डाक्टर सहितको विशेषज्ञ सेवा उपलब्ध छ। यो अस्पतालबाट आधारभूत निशुल्क औषधि वितरण, स्वास्थ्य बीमा, गर्भवती मातृ सेवा, परिवार नियोजनको सेवा पनि उपलब्ध हुन्छ। यस्तै 2 एमडी डाक्टरहरूबाट फिजिसियन र बाल सेवा पनि उपलब्ध हुँदै आएको छ। बीमा सेवाबाट यो अस्पतालले वार्षिक 5 करोड रुपियाँ सङ्कलन गरिरहेको छ। त्यस्तै वडा नम्बर 6 स्थित सुक्चरमा निर्माण भई आंशिक सञ्चालनमा आएको अर्को बोडीगङ्गा अस्पतालले पनि 10 शय्या सहितको यस्तै विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ। 2 अस्पताल र आधारभूत स्वास्थ्य संस्था गरी पालिकाभित्र 100 भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन्, जसले पालिकाको स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याएको छ। सात वडामा विभाजन रहेको पालिका 5वटा वडाभित्र आधारभूत स्वास्थ्य संस्था सञ्चालनमा छन्। यस विषयमा जनस्वास्थ्य अधिकृत सूर्य थापा र मित्रमणि बस्नेत के भन्नुहुन्छ त? हाम्रो बोडीगङ्गा गाउँपालिका अन्तर्गत 7 वडा वार्डमा 7वटा स्वास्थ्य संस्थाहरू रहेका छन्। तीमध्ये 5वटा स्वास्थ्य संस्था चौकी स्तरका भए आधारभूत स्वास्थ्य संस्थाहरू र 2टा अस्पताल सञ्चालन भइरहेका छन्। यी सबै 7वटै संस्थाहरूबाट नेपाल सरकारबाट दिइने निःशुल्क औषधिहरू 98 प्रकारको स्वास्थ्य चौकीबाट र हस्पिटल स्तरका औषधिहरू हस्पिटलबाट प्रदान गरिन्छ। त्यसमा चाहिँ हाम्रो निःशुल्क कार्यक्रम चलिरहेछ। यी स्वास्थ्य संस्थाहरूबाट गर्भवती महिला र 5 वर्ष मुनिका बालबालिकाहरूलाई विशेष कार्यक्रम सञ्चालन भएको छ। गर्भवती महिलाहरूको हकमा गाउँपालिकाले वर्षैभरि वा गर्भवती अवस्थाभरिको लागि क्याल्सियम जकी निःशुल्क रूपमा वितरण गर्ने गरेको छ र बेला बेलामा उहाँहरूलाई सुत्केरी हुँदा पनि पोषणको लागि घिउ, बच्चाको जन्म भएपछि उनीहरूलाई चाहिँ बेबी केयरको लागि लोसनहरू, टवेलहरू दिने निःशुल्क व्यवस्था गरेर ज्येष्ठ नागरिकहरूलाई चाहिँ उहाँहरूलाई वडाका गाउँघरमै गएर समुदायमै गएर ब्लड प्रेसर जाँच गर्ने, त्यस्तै ग्लुकोमिटरले चिनीको जाँच गर्ने, ब्लड सुगर जाँच गर्ने र उहाँहरूलाई चाहिँ ब्लड प्रेसर र चिनीको प्रारम्भिक औषधिहरू स्वास्थ्य संस्थाबाट निःशुल्क प्रदान गर्ने व्यवस्था गर्छ। यो चाहिँ हाम्रो 10 बेडेड अस्पताल हो। यहाँ चाहिँ आधारभूत स्वास्थ्य सेवाहरू चाहिँ प्रदान गर्ने जो सङ्घीय सरकारको जो लक्ष्य छ, यसमा चाहिँ 3वटा तहहरूको चाहिँ त्यतिकै रूपमा भूमिका रहेको हुन्छ।
सङ्घीय सरकारले चाहिँ एउटा स्ट्रक्चर फ्रेमवर्क नीति गाइडलाइन आदि इत्यादि प्रदान गर्छ भनेदेखि चाहिँ सोही अनुसार चाहिँ प्रदेश सरकारले चाहिँ यहाँनिर रहेका जनशक्तिहरूलाई चाहिँ तपाईँको स्ट्रेन्थेनिङ गराउने सिप दिने कामहरू गर्छ भने स्थानीय सरकारले सम्पूर्ण रूपमा चाहिँ यसलाई अपरेटिङको रूपमा चाहिँ अगाडि बढाउने यहाँनिर नजिक रूपमा चाहिँ मोनिटरिङ गर्ने यहाँको व्यवस्थापकीय बाटोहरू गर्ने र सञ्चालनमा चाहिँ थप जनशक्तिदेखि लिएर चाहिँ सामग्रीहरूको व्यवस्थापनमा नजिकबाट यो गर्छ। यसमा चाहिँ विशेष गरेर चाहिँ हामी क्युरेटिभ सेक्टर भन्दा पनि चाहिँ प्रिभेन्टिभ सेक्टर प्रोमोटिभ सेक्टर जस्तो पब्लिक हेल्थका कार्यक्रमहरू भए तपाईँको चाहिँ खोप गाउँघर क्लिनिक त्यस्तै गरेर चाहिँ पोषण सँगसँगै यो हाम्रो परिवार नियोजन आमा सुरक्षा कार्यक्रम CBIMC 5 वर्ष मुनिका बालबालिकाहरूको चाहिँ व्यवस्थापन र हाम्रो चाहिँ औषधि उपचार अन्तर्गत चाहिँ नै प्रत्यक्ष रूपमा चाहिँ मेडिकल चिकित्सा र इमर्जेन्सी सेवा लगायत चाहिँ बिमाका कार्यक्रम त्यो प्याकेजको रूपहरूमा आम नागरिकहरूलाई स्वास्थ्य बिमामा जो आबद्ध गरिरहेको छ आबद्ध भएकाहरूलाई चाहिँ बिमामा पनि यस अस्पताल आबद्ध गरेर चाहिँ अगाडि बढाउने हामी चाहिँ। यता शिक्षाको क्षेत्रमा पनि पालिका उल्लेखनीय प्रगति हासिल गरेको छ। गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखी पालिकाले स्थानीय छात्र छात्राहरूलाई अङ्ग्रेजी मिडियमबाट अध्ययन गराउँदै आएको छ। लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा 12 सम्म अध्ययन गर्ने र नरग्राम विद्यालयमा प्राविधिक धार अन्तर्गत बाली विज्ञानको कक्षा सञ्चालन गरेको छ। शिक्षाको क्षेत्रमा वार्षिक 2 करोड 50 लाख खर्च गर्दै आएकोमा कक्षा अभाव भएका विद्यालयहरूमा भवन निर्माणलाई तीव्रता दिएको छ। कर्मवीर माध्यमिक विद्यालयमा 60 लाखको लागतमा थप भवन निर्माण भइरहेको छ भने सरस्वती माध्यमिक विद्यालयमा 68 लाखको लागतमा नयाँ भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ। त्यस्तै जनता आधारभूत विद्यालयमा 15 लाखको लागतमा 2 कोठे पक्की भवन निर्माण गरिसकेको छ। पालिका भित्रका सबै विद्यालयको भौतिक र शैक्षिक गुणस्तर अत्यन्तै राम्रो छ। यसका अलावा कक्षा 8, 9 र 10 का छात्र छात्राहरूलाई विज्ञान र अङ्ग्रेजी विषयमा अतिरिक्त कक्षा समेत सञ्चालनमा ल्याएको छ, जसले गर्दा प्रत्येक वर्षको नतिजा सुधार उन्मुख हुँदै गएको छ। कक्षा 8 को परीक्षा फरक ढङ्गबाट सञ्चालन गर्दै आइएको छ। 250 बढी शिक्षक कार्यरत यहाँका विद्यालयहरूमा 5500 को हाराहारीमा विद्यार्थीहरूले पठन पाठन गर्दैछन् भने सबै विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न विषयगत शिक्षकलाई पालिकाकै अनुदानमा नियुक्ति गरिरहेको छ। हालसम्म 12 जना विषयगत शिक्षक नियुक्ति भइसकेको छ। विद्यालयको अतिरिक्त क्रियाकलाप बढाउने क्रममा प्रत्येक वर्ष राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पालिका भित्रकै विद्यालय बीच आयोजना हुने गरेको छ। यस्तै सामुदायिक विद्यालयबाट उत्तीर्ण भई हाल मनमोहन पोलिटेक्निकल कलेजमा अध्ययनरत 6 जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। SEE परीक्षामा उत्कृष्ट अङ्क नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद सहित सम्मान गर्दै आएको छ। कर्मवीर माध्यमिक विद्यालयका प्रधानाध्यापक झमक बहादुर लुइटेलले पालिकाले शिक्षाको क्षेत्रमा पुर्याएको योगदान सम्मानजनक रहेको बताउनुभयो। अहिलेको मेयर साहब गाउँपालिकाका अध्यक्ष शिक्षा क्षेत्रको निम्ति उहाँ दत्तचित्र भएर लागिराख्नु भएको छ। विद्यालयको जस्तै हाम्रो विद्यालयमा पनि बालबालिकाको लागि जुन खेलौनाहरू छ
चिप्लेटीहरू छ त्यसको व्यवस्थापन गाउँपालिकाभरिको विद्यालयहरूको व्यवस्था गर्नुभएको छ र विभिन्न विद्यालयको आवश्यक पर्ने भौतिक संरचनाहरूको व्यवस्थापनमा उहाँले ठुलो योगदान दिनुभएको छ, लागि पर्नुभएको छ। हाम्रो विद्यालयको जुन भवन अहिले बनिरहेको छ यो भवन सङ्घीय सरकार प्लस गाउँपालिकाको सहयोगले अहिले सञ्चालन भइरहेको छ। गाउँपालिकाले हाम्रो अहिले कक्षा 8 देखि 10 सम्म अतिरिक्त कक्षा सञ्चालनको लागि सहयोग गरिरहेको छ। अनि यसै साल बाल कक्षादेखि कक्षा 8 सम्मको लागि शैक्षिक सामग्री र विद्यालय ब्याग र दिवा खानाको लागि टिफिन सहित उपलब्ध गराएको छ। त्यो बाहेक विद्यालयको आवश्यकको समयमा जस्तै शौचालयको व्यवस्थापनको निम्ति लगायत अन्य विद्यालयहरूमा पनि गाउँपालिकाले आवश्यक परेको शिक्षकहरूको व्यवस्थापन गरिरहेको छ। भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रसँगै सामाजिक कार्यमा पनि बुढीगङ्गा गाउँपालिकाको विकास निर्माण प्रशंसनीय छ। छोटो अवधिमै जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नुमा पालिका नेतृत्वको इच्छा शक्ति दृढ रहन प्रमुख कारण हो। यही गतिमा पालिका अग्रसर भए आगामी दिनमा यो क्षेत्र नेपालकै नमुना पालिका बन्ने निश्चित छ।